जमानामा न केटी मान्छे भर्दिन हुन्छ बिचरा बिहा गरेर लिएर गयो कति सपना देखा हुन्छ केटा मान्छे पनि हुँदैन भएको कुरा भर्जिन न केटी मान्छे हुन्छ दुईटै सबै त्यस्तो हुन्न पागल होइन सबैलाई भने होइन आदिलाई भने म आदि तर म्याक्सिमम हुन्थ्यो भने कुरा राम्रो तर यो भनेको चाहिँ एउटा तितो तर सुन्नमा तितो तर सत्य कुरा हो अहिलेको जमानामा हो साँच्ची हो बिचरा अब त्यो बिहारे लिएर जाने केटाले पनि कति सपना देखेर लिएर गाउँछ अनि स्वारोमा अनि खोल्यात्तै देखिन्छ अनि बिचरा आज खुसियालीबाट गेम खेला खोल्यात्तै देखिन्छ रे no 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 होइन क्या मलाई कस्तो माया लाग्छ कि त्यो केटाहरूलाई त्यो म केटी भएर केटीको पनि धेरै सपोर्ट त्यो केटाहरूको माया लाग्छ कि मलाई त्यो बिचरा कस्तो फिलिङ हुन्छ होला त्यसलाई भन्नु नि त्यो खुलुत्ते मलाई मार्दे सरकार यार मलाई मार्दे यार सरकार यार मलाई मार्दे सरकार यार मलाई देश निकाल्ला गरेर मलाई अमेरिकातिर पठा सरकार म सकिनँ यो मान्छेसँग बोल्न यार गाई लास्ट यार तितो तितो कुरा तर सत्य कुरा गर यार सोही कुरो यो त यार गाई हो कि यार कति केटाले सपना बोकिरहेको हुन्छ आफू चोखो बसिरहेको हुन्छ तर केटी उस्तै केटीले पनि सपना बोकेको हुन्छ केटा पनि उस्तै अहिलेको जमानामा त के हो यार पहिलाको जमानामा मोबाइल थिएन केही पनि थिएन हाम्रो बुवा आमाको हरेक कुरा सीमित थिए मृत्युले नछुटाएसम्म अन्तिमसम्म पनि बस्थे मिलेर बस्थे बुढाबुढी अहिले त जमाना त हरेक कुरा मोबाइल नयाँ कुरा चाख्ने मौका चाख्ने एउटा बानी परेर होला केटी फेरि आफै मर्दले 3टा बिहा गर्छ रे 3टा मात्रै अहिले त त्यो बाहिरको नगनेर 3टा भनेको पैसो तसँग पैसो भने पुँजी अर्को भाषा पुँजी यो भनेको पुँजी त हो नि हो पुँजी यस्तै छ अब के गर्नु जिन्दगी यस्तै छ गाइज गाइज 3000 पाउँदाको डान्स हेरेको यसको तिमी पनि सुरक्षित भएर हैन म त सुरक्षित छु म त अरूको सबैले पत्याउनु नपत्याउनु अरूको बिहा भा देखेर अरूले बच्चा पा देखेर अरूको यस्तो भा देखेर आजकल त हामीलाई धरि त्यो बिहा गर्न पर्ने नि मतलब हुन्छ नि अरू साथी देखेर मन भरे तिम्रो अनुभव सुन्दाखेरि त कोही केटा मान्छेले धोका दिएर त्यस्तै गरे जस्तो लाग्यो यार मेरो त हो बोयफ्रेन्ड थियो ए म त ब्रेकअप भएको गर्नु के गर बोयफ्रेन्डले केही गरे हैन म आफैले छोड्दे के न के खटपट होला खटपट भन्नाले म आफैले छोड्दे के अब माया पनि पैसा देखेर लगाउने मान्छेहरू क्या धेरै त्यस्तै अहिलेको जमानामा के गर्छन् भाइ पैसाले आफन्त किन्छ के पैसाले आफन्त किन्दो रहेछ भाइ माया पनि पैसा अब पैसा दियो भने माया नत्र लहर लहरिनी भयो बोयफ्रेन्डले पैसा दिनेले केटी मान्छेले पैसा दिने नि त्यस्तो अनि होइन पैसा देखेर अब कहिले काहीँ यसो के गिफ्ट माग्ला रे यो गर्दा दिन सकेन भने के गर्ने छोडिदिन्छ त्यही अब मलाई चाहिँ भय पर्दैन म यार कस्तो खाले बोयफ्रेन्ड